जति सदस्य हुनुहुन्छ, जति समर्थक हुनुहुन्छ त्यसलाई बढाउनका निम्ति हामी आउँछौँ नै। हाम्रो सकभर चाहिँ 165 वटै क्षेत्रमा दौडमा जाने प्लान हो। त्यसमा अभियसली कर्णाली त जानै पर्यो। कर्णाली जति सुन्दर छ समस्या त्यति नै धेरै छ होइन। त्यो कुरालाई चाहिँ विशेष गरी त्यही हुने नेताले भनौँ, लिडरले भनौँ, कसैले भनौँ, त्यसलाई चाहिँ ग्लोरिफाई गर्दाखेरि स्विजरल्यान्ड जस्तो देखाउने बेलामा चाहिँ सबै अगाडि आए। तर समस्या समाधानमा चाहिँ खासै पहल देखिएन। हामी कर्णाली आउँछौँ पनि र कर्णालीको समस्याका ठ्याक्कै समाधान गर्न सकिने कुराहरू मात्रै राख्छौँ हामी। त्यहाँनिर कतिपय कुरा त 50 वर्षमा समाधान हुन नसक्ने पनि कुरा होला, तर कतिपय कुरा त 1 वर्षमा समाधान हुने विषय होला, 5 वर्षमा समाधान विषय होला, जुन चाहिँ पार्टीगत लडाइँले गर्दाखेरि नभएका समस्याहरू पनि छन् जुन समाधान गर्ने। त्यस्ता कुराहरू चाहिँ लिएर नै आउँछौँ र सकिन्छ भने रविजी र म दुवैजना आउँछौँ, पालै पालो आउँछौँ, नभए म त आउँछु नै भनेरै अहिलेसम्म बसिरहेको छु। हामीलाई चाहिँ त्यस्तो त्यहाँनिर जानलाई त्यहाँ जानु नपरोस् भन्नेमा छैन। सकभर हामी जान्नै भन्ने छ र गएर त्यहाँनिर त्यो एउटा माहौल बढोस् पनि भन्ने छ, बढ्छ पनि होला र तपाईँहरूले त्यसको लागि साथ सहयोग गर्नु। त्यो साथ सहयोग तपाईँहरूले गर्ने आफ्नै लागि हो, त्यो अरू कसैको लागि होइन। त्यही हिसाबले तपाईँहरू जानु होला है।